आज चाहिँ बुल्डक खाएर चाहिँ भोलि चाहिँ भाउ 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 हुने रहेछ। जाडोमा चाहिँ मजा आउँछ नि त है। स्वा स्वा तातो यस्तो सनसाइन एग छ। सनसाइन के भन्छ यो सनसाइड एग। बे कस्तो गन्ध आयो, डर लाग्यो खानु। डेन्जर हुन्छ अरे नि त यो है। बुल्डक भनेको त बुल्डक खायो भने पहिला उयो हुन्छ अरे नि यता देखाइहाल्नु न गुल्ले हुन्छ अरे हौ पहिला। होइन नि यो अलिक नपिरो खायो। टु टु उयो भन्ने 3 वाला खाएको जस्तो बच्चा उयो भुट्टे भित्र हुँदा 3 वाला पनि चाख्नु पर्ने रहेछ। होइन म त थोरै मात्र लाउँछु ल। यो पनि दामी छ। गाइज मेरो हजुर येलो गाइज चिसो भइहाल्यो त। यस्तो बनाइदिने बुहारी कहाँ पाउनु त पुनर्जन्ममा केही राम्रो काम गर्नुभयो तपाईँले। म मेरो ओखमा पशु दिदी भगवान् खालि भाडा मात्ने मात्रै काम हुन्छ मेरो। हेल्पर खानासाना सर्भ गर्नु खालि भाडा मात्रै राखिदिने काम हो। यो भाडा चाहिँ मै दिनुपर्छ तर है यो। अब यो अगाडि के गर्नु भयो त। म यत्रो धेरैसम्म यो गरिराखेको। अब रेडी ल खानु त। ल तपाईँको रियाक्सन हेर्छु एकचोटि। छिटो न सँगसँगै सँगसँगै टेस्ट गरेर देखेर देखेन त हुन्छ 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 सादा उसको चाहिँ चिसो भइसक्यो। तपाईँ मेरो ड्राई पिकनिक ल छोरीको बर्थडेमा ल धेरै पछि खाएर होला। अर्को त मुखमा लगाइसक्नु हुँदैन नि फेरि। माया लाग्यो मलाई मेरो। अनि यस्तो खायो भने त खा जस्तै हुँदैन। म त नानीले गर्दा पो त सनसेट एक पनि खानु न त। हामीसँग केक पनि छ खै केक।